nepalnews.com. News from Nepal as it happens. काठमाडौँबाट प्रकाशित नेपाली राष्ट्रिय साप्ताहिक पत्रिकाहरूको समाचार सार संक्षेपमा स्वागत छ। 2069 साल कार्तिक 1 गते बुधबारदेखि 4 गते शनिबारसम्म प्रकाशित साप्ताहिक पत्रिकाहरूले पछिल्लो समयमा विकसित राजनैतिक घटनाक्रमका साथै अन्य विषयवस्तुहरूलाई पनि आफ्नो प्रमुख समाचार बनाएका छन्। राष्ट्रपति धनुषा फर्कने कि धनुष चलाउने शीर्षकको समाचारमा बुधबार प्रकाशित घटना र विचार साप्ताहिक लेख्छ, संविधान निर्माण बिना नै संविधान सभा दिवंगत भई मुलुक राजनीतिक र संवैधानिक रूपले शून्य अवस्थामा पुगेको 5 महिना बित्न लाग्दा पनि संविधानको रक्षकका रूपमा रहेका राष्ट्रपति डाक्टर रामवरण यादवबाट मुलुकलाई एउटा निकास दिने उद्देश्यले ठोस कदम चाल्नु आनाकानी भएपछि राष्ट्रपतिको औचित्यमाथि प्रश्न उठ्न थालेको छ। आफ्नो औचित्यमाथि प्रश्न उठ्ने स्थिति बनेपछि राष्ट्रपतिले केही नेता अलिक आक्रामक त बन्नु भएको छ, तर केही गर्ने साहस भने जुटाउनु भएको छैन। संवैधानिक प्रक्रिया र राज्य संयन्त्रको उपयोग गर्दै अधिनायकवादी राज्यसत्ता स्थापना गर्ने सूत्रको प्रयोग गरिरहेको एकीकृत माओवादी नेतृत्वको सरकार पूर्ण रूपले असफल भइसक्दा पनि राष्ट्रपतिले ठोस कदम चाल्न नसकेपछि उहाँमाथि समेत यसरी प्रश्न उठ्ने स्थिति बनेको हो। सोही पत्रिकाले नेपाल प्रेमी एक विदेशीले रुँदै पत्र लेखे, द्वन्द्व कालमा भन्दा अहिले कष्ट, कोइरालाबाट ठूलो गल्ती भएको डीपी त्रिपाठीको भनाई, नातिनीलाई अमेरिकी बनाउन एमाले नेता वामदेव गौतम सफल शीर्षकका समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। देश छाड्दा पनि सत्ता साझेदारलाई दोष शीर्षकको समाचारमा बुधबार नै प्रकाशित जनआस्था साप्ताहिक लेख्छ, प्रचण्डमाथि साँझ दिउँसो र बिहानै बोली फेर्ने गरेको आरोप लागिरहेका बेला बेल्जियमतर्फ जानु अघि बिहिबार पनि आफ्नो नानीदेखिको बानी देखाइ छाडेका छन्। एमाले अध्यक्ष झलनाथ खनालसँगको कुराकानीमा भनेका छन्, मधेसी गठबन्धनले नमन्दा संविधान सभा विघटन गर्नु परेको हो, अब संविधान घोषणा नगरी नहुने स्थिति छ, लो अब संविधान सभा पुनर्स्थापना गरेर हुन्छ वा के गरेर हुन्छ कुरा मिलाउनु पर्यो। उनको कुरा सुनेपछि झलनाथले केही झर्किलो शैलीमा भने, पहिले यो सब काम गर्या भए के बिग्रन्थ्यो, अहिले चाहिँ अरूको थाप्लोमा दोष थोपरेर थरी थरी रोटी पकाइ हिँड्ने। उता राष्ट्रपति र प्रधानमन्त्रीबीच जुहारी चलेको चलै छ। अन्तरिम संविधानको धारा 38(1) बमोजिम अबको सरकार बन्ने कुरै छैन। कांग्रेस एमाले नयाँ सरकार बन्छ भने पनि संविधानमा त त्यो बन्न सम्भव छैन। सहमति हुने लक्षण कहीँ कतै नदेखिएपछि फेरि बहुमतीय प्रक्रियाबाट अघि बढ्नुपर्ने हुन्छ। विगतमा चाहिँ सभासदका टाउका गनेर अल्पमत बहुमत छुट्याउन संविधान सभा छैन। सोही पत्रिकाले नक्कली बनेर बाबुरामद्वारा निर्देशन, विदेशमा कमरेड बौलाएपछि डलीले छाडी जाँदा मध्यराती खलबली, बालुवाटारमा गालीको वर्षा, हिसिलाको हर्ष, बल्कुमा पनि भ्रष्टाचारको बासना शीर्षकका समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। पत्रकारको दशैं खल्लो शीर्षकको समाचारमा बुधबार नै प्रकाशित बुधबार साप्ताहिक लेख्छ, दशैं आएपछि छटपटिन थाल्ने नेपाली पत्रकारको पीडा यसपटक पनि विभिन्न ठाउँमा पोखिन थालेका छन्। 6 महिना भन्दा बढीदेखिको तलब दशैंमा पनि नपाइने भएपछि अधिकांश ठूला र व्यावसायिक भनिएका संचार गृहमा कार्यरत पत्रकारको दशैं खल्लो हुने भएको छ। पत्रकारलाई तलब देऊ भन्ने नारा अघि सारेर नेपाल पत्रकार महासंघले हल्लाखल्ला गरे पनि अहिलेसम्म त्यस्ता संचार गृहबाट पत्रकारले तलब पाएका छैनन्। सुरुदेखि नै समयमै तलब दिने भनेर छाप पारेको नागरिक दैनिकले साउनदेखि तलब दिएको छैन। दशैं पेस्कीका रूपमा 1 महिनाको तलब सहित नागरिकबाट 4 महिनाको तलब दशैं अघि नै पाउने आशामा पत्रकारहरू बसेका छन्। एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको गुणगान गाएर कहिल्यै नथाक्ने एबीसी टेलिभिजनले पनि जेठदेखिको तलब दिएको छैन। 5 महिनाको तलब र 1 महिनाको थप दशैं पेस्की गरी 6 महिनाको पैसा पत्रकारलाई दिन बाँकी रहे पनि 1 महिनाको तलब र दशैं पेस्की दिने तयारी भइरहेको थाहा भएको छ, तर सो पैसा पनि मंगलबारसम्म दिएको छैन। सोही पत्रिकाले बाहिर नबोली दिन शीतल निवासमा याचना, सागरद्वारा चन्दन र चन्दा आतंक शीर्षकका समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। सिंहदरबार र शीतल निवास शीत युद्धमा शीर्षकको समाचारमा बिहिबार प्रकाशित जनधारणा साप्ताहिक लेख्छ, कार्यकारिणी अधिकारको विषयमा सिंहदरबार र शीतल निवास बीच अनौठो द्वन्द्वको स्थिति उत्पन्न भएको छ। संविधान सभा व्यवस्थापिका संसद विघटन भएर सो संसदबाट निर्वाचित प्रधानमन्त्रीको सांसदको हैसियत समाप्त भएर उनी आम नागरिकमा रूपान्तरित भएका छन् भने संविधानतः राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपति डाक्टर रामवरण यादवले आशयले अर्को व्यवस्था नभएसम्मका लागि भन्ने बुझिने शब्दमा डाक्टर बाबुराम भट्टराईलाई कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्न जिम्मेवारी दिएका छन्। राष्ट्रपतिको आदेशमा नेपालको कार्यकारिणी अधिकार प्रयोग गर्दै आएका प्रधानमन्त्री डाक्टर भट्टराई र राष्ट्रपति बीच अहिले भद्र तनाव र जुहारी चलेको अवस्था छ। संविधानविद र विश्लेषकहरूले यस परिस्थितिलाई नेपालको इतिहासमा असामान्य अवस्था मानेका छन्। सोही पत्रिका
पत्रिकाले दशैं तिहारमा प्रहरीलाई गोली हान्ने अधिकार, दशैं सुरु, टीकाको साइत 11:29 जाँदा र भारतले सीमा च्याप्दैछ, सरकार भने मौन छ शीर्षकको समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। हवस् त, यस हप्ताको बुधबारदेखि शनिबारसम्म प्रकाशित राष्ट्रिय साप्ताहिक पत्रिकाहरूको समाचार सार संक्षेप यति नै। nepalnews.com. News from Nepal as it happens.